सुर्खेतको वीरेन्द्रनगरमा एउटा दृश्यले सबैको मन भावुक बनायो। यो भिडियोमा एक महिलाले हातमा डालो भित्र काफल राखेर सडकको छेउमा बेच्दै गरेको हुनुपर्छ। घण्टौं लगाएर 20 कोस पारीको जंगलमा ज्यानको बाजी लगाएर टिपेको काफल नगर प्रहरीले खोसेको दृश्यले सबैको मन कटक्क खाएको छ। नगर प्रहरीले गरेको त्यो व्यवहार देख्दा यस्तो लाग्दैछ कि ती महिलाले कुनै अपराध नै गरेकी हुनुपर्छ। नगर प्रहरीले ती महिलालाई लछार पछार पार्दै डालोमा भएको काफललाई भुइँमा खनाइदिएको छ। यस्तो लाग्दैछ कि महिलाले विष नै बेचेको हुनुपर्छ। यो देशमा गरिबहरू बाँच्ने अधिकार छैन। गरिब बाँच्न पाउने ठाउँ र गरिबका लागि न्याय पाउने ठाउँै कहाँ हो भन्ने अन्यल परेका छन् नागरिक। गरिबलाई गरी खाने ठाउँ देऊ सरकार, नत्र भने यी गरिबको माथि दमन कहिले रोकिन्छ।